नमस्ते हजुर हामी माथि फोटो खिच्न गएको थियौँ होइन फुलचोकीमा त्यहाँ चाहिँ एकजना सिकारीलाई चाहिँ नि हामीले भेट्यौँ र उसँगबाट हामीले गुलियली खोसेर उसलाई राम्रोसँग सम्झाएर पठाइदिएछौँ यो गुलियली चाहिँ हजुरलाई हस्तान्तरण गरौँ भनेर आएको हामीले यो चाहिँ राख्नु होला हाम्रो समितिको उपाध्यक्षज्यू पनि हो धन्यवाद हजुरले अब यति गरिदिनु भएकोमा होइन अब जस्तो अरू पनि यस्तो भयो भने हामीहरूलाई पनि खबर पाऊँ है भइहाल्छ नि हामी बेला बेलामा आउँछौँ र सहयोग नौधारा सामुदायिक वनलाई गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद अब यहाँबाट जाँदाखेरि हजुरहरूले पनि यसो मान्छेहरू चाहिँ अब झोलाहरूमा केही छ कि छैन शङ्कास्पद व्यक्तिहरू भयो भने यसो चेक गर्नु होला र हामीले त्यो फोहोरहरू पनि माथि फोहोर धेरै भेटेका छौँ त्यस्तालाई पनि हामीले बेला बेलामा फोहोरहरू नफालिदिनु भनेर भिडियो बनाए हुन्छौँ यहाँबाट जाँदाखेरि कार्डै बनाएको छौँ सर अहिले अब ब्यागहरू पनि हामी अब ब्यागमा पनि के छ कसो छ भनेर हेर्ने गरेका छौँ कार्ड पनि बनाइराखेको छौँ होइन यो कार्ड छ हाम्रो अहिले होइन यो कार्ड चाहिँ के को लागि हो यो प्लास्टिक ऱ्यापरको खानेकुरा यो डिपोजिट हजुर डिपोजिट अब उहाँहरूले खानेकुरा खाएर प्लास्टिक यहाँ फिर्ता ल्याएपछि अनि हामीले अहिले 100 रुपियाँ डिपोजिट राखेर पठाउँछौँ अनि प्लास्टिक ल्याएपछि यो कार्ड ल्याउनुहुन्छ 100 रुपियाँ उहाँहरूलाई यो डिपोजिटको शुल्क अलिकति बढाइदिनु भयो भने उहाँहरूले कम्पलसरी ल्याएर तपाईँहरूलाई चाहिँ नि बुझाउनुहुन्छ 100 रुपियाँ त उनीहरूले माया मार्न नि सक्छन् क्या बुझाउँदैनन् त्यो कारणले यसको रेट बढाइदियो भने डिपोजिट पक्कै पनि तपाईँको फोहोर ल्याएर यहाँ उनीहरूले यसमा चाहिँ यस्तो छ सर अब हाम्रो कसो पनि बाहिरबाट आउने पाहुनाहरू चाहिँ एकदम खुसी हुनु भएको छ यो गरेकोमा तर हाम्रो यहाँ लोकलले नै गर्दाखेरि अब यहाँ बाइकै रोक्नुहुन्न उहाँहरूले होइन र हामीले गर्ने कसरी अनि बाइकै नरोक्नेहरूले हो अहिले माथि लाने जहाँ खायो त्यहीँ फ्यालिदिने बेरहरू लाने फुटाएर बोतलहरू फुटाएर राखिदिने अनि माथि पसल छ होइन अब हाम्रो नौधारा सामुदायिक वन अन्तर्गत पर्दैन थियो मार्बल लिज एरियाभित्र पर्ने भएको भएर त्यहाँ पसलहरू छ अब उहाँहरूलाई पनि हामीले कतिचोटि भनिसक्यौँ कि तपाईँहरूले बरु थोरै पैसा लिएर पठाउनुहोस् अनि प्लास्टिक फिर्ता ल्याएपछि त्यो पैसा फिर्ता गर्नुहोस् भनेर हाम्रो त पसल चल्दैन त्यस्तो गरेर यहीँ नै मार्बल लिज एरिया यहाँ अगाडि छ नि 200 मिटर अगाडि हजुर हजुर यहाँ माथि हो पसलहरू त्यहीबाट खासै लाने चाहिने हजुर हजुर त्यस्तो भएको भएर है अलिकति गाह्रो परेको छ हाम्रो पनि हस् हजुर हस् ल धन्यवाद बाबु बाबुज्यू धन्यवाद